Hi guys, welcome to my new channel. अनि आज चाहिँ हामी हाम्रो गाउँको पिकनिकमा जान लागेको अनि हामी चाहिँ त्यहाँ डान्स गर्दैछौँ। सो अहिले चाहिँ हामी रिहर्सल गर्दैछौँ। मैले चाहिँ तपाईहरुलाई सर्ट क्लिप डान्सको देखाउँ भनेर नै भ्लग सुरु गरेको हो। कतिको एक्साइटेड छ तपाई डान्स गर्न? एक्साइटेड छ। मेरो साथी त बिमारी छ, हल्का रुगा लाग्यो। आँखा कस्तो भइछ त? आँखाले सुनेको। अनि बाहिर चाहिँ दिदीहरु रिहर्सल गर्दैछ। हामी दुईजना चाहिँ यहाँ रिहर्सल गरिसक्यो। अब एकचोटी फेरि बाहिर गएर गर्छु। तर तपाईहरुलाई नि बाहिरको अलिकति छोटो देखाउँछु अनि भरे चाहिँ एकछिनमा देखाउँछु ल। अनि हाम्रो पिकनिकमा पिकनिक नर्मल हो, अब ठिक है के भन्ने जस्तो वाउ जस्तो त छैन, तर पनि जस गाउँको सबैजना सो रमाइलो हुन्छ। हामी हिजो पनि बेलुका एकछिन मात्रै गयो कामबाट गएर। सो आज चाहिँ हामी फुल डे छुट्टी मागेको। हलिडे अब आँखा यस्तो दिन सुनेछ मेरो झन्डै त आँखा कालो देखे। ओके, अब हामी अहिले बाहिर गएर देखाउँछु ल तपाईँहरूलाई। एकछिन सिक्ने हाम्रो छेउकाङ, यो चाहिँ हाम्रो एलेक्स डलरको छेउकाङ हल्ला गर्दैछ। हाम्रो दिदी साथीहरू छ त्यहाँ नक्कली पर्दैछ। बिचरा उसलाई चाहिँ पीडा भइसक्यो, पीडा भइसक्यो। यहाँ चाहिँ हामी डान्सको लागि कपडा लिन आएको। एङ्करिङ हाम्रो छोरी दिदी, यहाँ चाहिँ अडियन्सहरू तपाईको। हेलो यत्रो जुम भइछ। खै यता हेर्नुहोस् त नक्कल यता। हाय तपाईँ पनि दिनुहोस् न 1000 रुपियाँ। तपाईँलाई के भयो थियो भने यस्तो भन्दै थिएँ त्यो बाबु दाइले चाहिँ पन्जातीले निकाल्दै थियो होइन। अनि पछि धोर्जेले चाहिँ पैसा यसरी उचाल्यो अरे। अनि पन्जातीले लगाएपछि सलामी दिनु पर्छ। चोर काम है, चोर काम। अनि पछि मैले 100 रुपियाँ निकालेर त्यो दाइले दिएर 50 रुपियाँ चाहिँ मैले फेरि मसँगै राखेको कि। चिट गरेपछि हामीले चिट गर्नु पर्यो होइन। चोर बाटो अप्नाएपछि चोर बाटो अप्नाउनु पर्यो हो कि होइन? हो कि होइन तपाईँ? अब चाहिँ हाम्रो अर्को गीत सुरु हुन आँटेछ प्रोग्राम।
छुङ्गाहरू नाच्न लाग्छ लुटिहाल्यो उसले लुटेर यो दाइले कतै को होइन चोर हो दादा हो सिलाइदेऊ भने है हुन्छ आडुलाई उयो मम्मीलाई राम्रो हो कि नराम्रो हो यो नराम्रो हो फाटेको अनि किन सिलाउने भनेको त त्यसो भए होइन डिजाइन हो भन्न भन्न फ्यासन हो भन्न फ्यासन खाजा हाम्रो खाजा